यो 2 दिनको जिन्दगी यो संसारमा आएपछि के चाहिँ भोगेर लानु छ? तर शिर उच्चा गरेर छाती फुलाएर जिउनु पर्यो नि हामी। ढाट्नु भएन, चोर्नु भएन, करप्ट गर्नु भएन, जुन चाहिँ अर्को अहिलेको सरकारले गरिरहेको छ। कुरामा म तपाईँलाई भनिहाल्छु, आज तपाईँलाई थाहा छ सिक्किमलाई अथवा सिक्किमे दाजुभाइलाई, तपाईँ हामी हाम्रो बाजे बोजूदेखि लिएर नाता नातिसम्मलाई कति बाँकी छ? आज 2,23,608 करोड रुपियाँ बाँकी छ। करोडको कुरा गर्दैछु म। 2,23,608 करोड रुपियाँ बाँकी छ आज सिक्किमलाई। अनि त्यसलाई चाहिँ सिक्किमको जनसङ्ख्यामा बाँड्यो भने आज तपाईँहरू प्रत्येकको थाप्लोमा चाहिँ नि 32 लाख रुपियाँ बाँकी छ हाम्रो केन्द्रको। 32 लाख रुपियाँ भनेपछि तपाईँको परिवारमा कतिजना सदस्यहरू छन्, सबैको थाप्लोमा, काखमा भएको नानीको थाप्लोमा पनि 32 लाख रुपियाँ बाँकी छ आज। कसले लगाएको यो बाँकी? विचार गर्नुहोस् त, कसले तिर्छ यो बाँकी? कसले तिर्छ यो बाँकी? आज गाउँमा हिजो अस्ति मैले मुख्यमन्त्रीले भन्दै गरेको सुने, तलब दिनु सक्दैन भनेर भन्छ, तर हामीले यी दसैँको खर्च पनि दिए त भन्छ। कहाँबाट दियो त? उहाँको पकेटबाट दिएको? कहाँबाट लियो? त्यो पनि लोन लिएर दिएको छ। तपाईँलाई थाहा छ? 3 महिना अगाडि 488 करोड रुपियाँ लोन लियो। हिजो अस्ति फेरि 500 करोड रुपियाँ लोन लियो। त्यो लोन कहाँबाट लियो? हाम्रो आफ्नो डिपुटी सिक्किमको आफ्नो सिक्युरिटी डिपोजिट भन्छ नि हाम्रो पैसालाई, त्यहाँबाट लोन चाहिँ रिजर्भ ब्याङ्क अफ इन्डियामा त्यो सिस्टम छ एउटा, त्यो सिस्टममा गएर चाहिँ हाम्रो सिक्युरिटीलाई बेचेको। तपाईँहरूको, हाम्रो आउने भावी सन्तानको हाम्रो पैसा जुन चाहिँ ब्याङ्कमा भएको पैसालाई चाहिँ बेचेर अक्सन गरेर चाहिँ त्यही पैसा बाँड्दैछ आज। अब दिन टाढो छैन, हेर्नुहोस् है, दिन टाढो छैन म भन्दैछु नि। अब त्यो हालतमा छ आज हाम्रो। त्यसकारणले केन्द्र सरकारसँग हामी वार्ता गर्छौँ, सुर्ताउनु पर्दैन। प्रेसिडेन्ट साहब यहाँ हुनुहुन्छ। करप्टेड गभर्मेन्ट चाहे कि क्लिन गभर्मेन्ट चाहे? बिजेपीलाई बदनाम गर्ने पार्टी चाहे कि बिजेपीलाई एकदमै शुद्धसँगले संसारमा नाम राख्ने पार्टी चाहे, सदस्यहरू चाहे? हेर्नुहोस्, हामी यस्तो खालको मान्छे हो, कालोलाई कालो र सेतो भन्ने मान्छे हो हामी डराउँदैनौँ हामी।